कति भन्दा के भन्नुस् रे? यस्ता भूकम्पले हल्लाको घरमा हामीलाई पनि बस्नु छैन भने। हाम्रो घर छ र पो भूकम्पले हल्लाए। तेरो घर छ? ल सुरु गरौँ। घर नै निल्न खोज्ने के पारा हो? पारा के हो ज्वाइँ साहब? घर जाइ पारा। काठमाडौँमा मेरो घर छैन क्या। यो घर कसको नाममा छ? मलाई लाल पूर्जा हेर्नु पर्यो। अनि के लाल पूर्जा चकटी बनाएर चाकमुनि राखेर बसेको छु र मैले। के रे त मसँग मजाक गर्ने? 3 करोड कहाँ छ? 3 करोड हजुर। मलाई त 1 लाखको गड्डी एकचोटि हेराइदिनुस्, म त बेहोस भइहाल्छु हजुर। म त्यस्तो बेमान काम पनि गरौँला त। सङ्के दादालाई पिर पराछ भनेर रातभर सुत्न सकेको छैन। दाहिने फर्क्यो सङ्के दादाकै टेन्सन, देब्रे फर्क्यो सङ्के दादाकै टेन्सन। घोप्टो पर्दा तागत बढ्दैछ त सङ्के दादा। त्यो त भाउजूलाई थाहा होला नि। बिल नभा केटी र जति धार्नु भए पनि यो बिल नभा सुन चाहिँ काम रहेछ, माटो बराबर। बरु त्यो सुनहरूको गहना बनाउनु सिकेर एउटा पसल खोलेर गहना बेचे भइहाल्यो नि। आइडिया हेर्नुहोस् त मेरो बुढीको। कति चोप्या छ के दादा, कति चोप्या। अझै बैतरी चोप्ने बेला भए छैन मेरो। लेकिन ये साला कर क्या रहा है? अलि मजाले थाप त, मजाले थाप। खत्तम। दाइ फेरि आउनु भयो। सुन्दैछु दाइ, भन्नु न। सुन कहाँ छ? खत्तम। मेरो बुढीलाई फोन गर्ने त होइन? बुढी मतलब? मेरो स्वास्नी, जसलाई मैले बिहा गरेर सिन्दुर हाले नि, त्यो। जसलाई मैले हनीमुन हान्नलाई पोखरा लगे नि, त्यो बुढी। जसको बाउले मलाई ज्वाइँ भन्छ, जसको चाहिँ बहिनीले मलाई भेना भन्छ। ए छैन कि अर्काको छोरीसँग बिहे गर्ने। Once more. यति चाँडै भेटेर रुनु थियो भने त्यो म थोरै रुन्थे। साला आँसु मात्रै केरा गयो। भाइको आफ्नै? हजुर आफ्नै साउको। भनेपछि जेठी श्रीमतीले पनि घर खाइदिनु भयो? तपाईको व्याकरण अलिक सिकिस्त बिरामी रहेछ है। चिटामल थप्नुहोस्। खाइदिनु भएन क्या? खाइदी ठिले। हमर बोली नंगा तार, खुखरी के धार, गर्दन के पार कनी क। हे भगवान, कस्तो मान्छेसँग म बिहे गरे। आमा भन्दै हुनुहुन्थ्यो नगर बिहे। शादी नगर भनेको थियो। त्यस्तो राम्रो सासलाई मैले नराम्रो सोचेछु। मालिस गर। मालिस त फुल बडी पहिले नि कसैले गरिदिया छ।